सेवारो नमस्कार। यो चाहिँ लिम्बुवान राज्य हो। यो चाहिँ कसरी लिम्बुवान राज्यमा चाहिँ कुन कुन जिल्ला पर्दछ भने सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पान्थर, सुनसरी, मोरङ, इलाम र झापा। यो चाहिँ लिम्बुवान राज्यमा पर्दथ्यो पहिले लिम्बुवान राज्य हुँदा। र यहाँ चाहिँ यो विजयपुर स्मारक भनेर यो लेखेको छ। यहाँ चाहिँ के लेखेको छ भने विजयपुरको विषयमा छोटकरीमा केही लेखेको छ। यो चाहिँ थिबोङ याक्थुमहरूको शासनकालमा सोयग लादोहाङले 24 थुमको राजा भए सानगढी र जलालगढी निर्माण गरी पहाड मधेस शासन गरे। इस्वी सम्वत 1364 मा लिम्बू धरानाका साङलाइङले मोरङमा राज्य स्थापना गरे। 7औं पिढीका विजय नारायण रायले इस्वी सम्वत 1584 मा मुरेहाङ खेवाहाङलाई पहाड मधेसको राजा, उनका उत्तराधिकारीहरूले पुस्तौं पुस्तासम्म चौतारिया हुने 10 लिम्बुवानका प्रतिनिधिहरूले 6 महिना विजयपुरमा बसी राजकाज चलाउन पाउने र आफूले मोरङको मात्र राजा हुने सम्झौता गरे। राजधानी बाराताप्पाबाट विजयपुरमा सारे। इस्वी सम्वत 1609 मा मुरेहाङका छोरा बाजु राय बाजाहाङले मकवानपुरका लोहाङ सेनहरूसँग सहयोग मागेर विजय नारायण रायको शासन हत्याउने क्रममा मृत्यु भएकाले लोहाङ विजय नारायण रायको शासन हत्याउने क्रममा मृत्यु भएकोले लोहाङ सेनको विजयपुरमा प्रवेश भयो। कामदत्त सेन राजा भएको समयमा राजा र चौतारियाहरू बीचको मनमुटावले बुद्धि कर्ण र कामदत्त सेनमा पनि सम्बन्ध राम्रो भएन। इस्वी सम्वत 1769 मा बुद्धि कर्णले कामदत्त सेनलाई सत्ताच्युत गरी शासनको बागडोर आफ्नो हातमा लिए। इस्वी सम्वत 1774 मा पृथ्वीनारायण शाहले विजयपुर नेपालमा गाभे। विजयपुरका संस्थापक विजय नारायण र अन्तिम राजा बुद्धि कर्णका वंशज लिम्बू जातिमा पाइन्छ। धन्यवाद।